भूपेन्द्रको जेलको यात्रा तय भएसँगै भूपेन्द्रकी आमाको पनि बेहोसी जीवन सुरु भइसकेको छ भने अब साँच्चीकै भुन्टी र भद्र बीचमा वैवाहिक सम्बन्ध कायम हुन्छ त दर्शकबिन? के अब टोकलेले भुन्टी र भद्रलाई विवाह गराइदिएर एउटा दाजुको पूर्ण भूमिका निभाउँछन् त के होला त दर्शकबिन? कथामा निकै रोचक बनिरहेको छ। आउनुहोस् आजका केही रिभ्यू एपिसोडमा जान्ने प्रयास गरौँ अबको भाग के होला र कस्तो भइरहेको छ त कथामा। दर्शकबिन कथामा भने अन्ततः आज भूपेन्द्रको जेल यात्रा पूर्ण रूपमा तय भयो र जसले भुन्टीलाई न्याय दिलाएको महसुस पनि गराएको छ र सो यात्रासँगै भने उनकी आमा बालकुमारी भने बाटोमै लड्दी छिन्, यहाँकी बेहोसी भएर ढल्छिन् र त्यो अवस्था देख्दै गर्दा भने भुन्टी यहाँकी सुकमाया भने साह्रै चलाकीपन देखाउँछिन्, जसले गर्दा उनीहरूको व्यवहारमाथिको खुल्ला चुनौती र खुल्ला रूपमा त्यो व्यवहार प्रदर्शन हुन्छ। जहाँ भने बालकुमारीले पानीको बाल्टीले भिजिरहनु पर्ने स्थिति बन्छ भने भीम पनि त्यत्तिकै हेर्नुपर्ने स्थितिमा पुग्दछन्, किनकि त्यो दिन जसले भुन्टीलाई धेरै दुःख दिने गरेका थिए, जसको कारण त आज उनीहरूले स्वयंले सजाएको अनुभूति गरेका छन्। किनकि भुन्टीलाई कहिले पनि सुख नदिएका बालकुमारी अनि बालकुमारीका घर परिवारका छोराहरू भुवन बाहेक त्यहाँ भने श्रिया, बालकुमारी र भीमले सधैँ जसो भुन्टीप्रति दुर्व्यवहार मात्र गरिरहे, यहाँकी असल व्यवहार कहिले पनि देखाउन सक्दैन। त्यस्तै अर्कोतर्फ भने बालकुमारीकी छोरी भूमिका, जसको हालत पनि अहिले नाजुक नै देखिन्छ, किनकि उनका श्रीमान मोहनले भने उनलाई बाँधिएर झ्यालमा झुन्ड्याइदिएका छन्। किनकि उनको व्यवहार त्यस्तो थियो जुन व्यवहारले गर्दा त्यहाँ कसैलाई पनि उचित महसुस हुन सकिरहेको छैन, जसको कारणले आज भूमिकाले स्वयं आफ्नो जिन्दगी र भुन्टी भाउजूको जिन्दगी बीचको तुलनाका रूपमा हेरेकी छिन्, जहाँ कि उनले स्वयं नन्द हुँदै गर्दा कस्तो व्यवहार गरेकी थिइन् र आज मोहनको घरमा जाँदै गर्दा मोहनकी दिचुबाट पनि उनले कस्तो खालको व्यवहार पाइरहेकी छिन्, यो उनलाई स्वयं अनुभूति भइसकेको छ। यता भने भुन्टी आफ्नी म्याडमको घरमा निकै सुरक्षितका साथ बसिरहेकी छिन्, किनकि उनले बारम्बार भनिरहन्छन् कि मेरो सानैमा विवाह हुँदै गर्दा जुन मान्छे नहुनु पर्ने मान्छेसँग भयो, जसले गर्दा आज मलाई धेरै पीडा दिएको छ, त्यो पीडाले मलाई कहिले पनि सन्तुष्टि दिन सकेन, त्यही भएर म अब उसलाई भुल्न चाहन्छु र नयाँ जिन्दगी शिक्षाको आगमन यहाँकी आफ्नो औपचारिक पढाइसँगै बिताउन चाहन्छु भनेर उनले आफ्नी गुरुआमा यहाँकी म्याडमसँग भन्दिछिन्। त्यसरी भनिसके पश्चात भने उनका दाइ टोकलेले पनि उता उनकी भाउजू पूर्णिमालाई जिन्दगीमा सङ्घर्ष गर्नुपर्ने कुरा बताउँछन् र सो कुरासँगै उनले विमति पनि जनाउँछन् कि उनले आफ्ना बाबाको सम्पत्तिमाथि आँखा गाडेको भन्दै, किनकि हामी सङ्घर्ष र कर्म गरेर आफ्नै प्रतिफलमा रमाउनुपर्छ भन्ने टोकलेको बुझाइ छ र त्यो बुझाइसँगै उनी आफ्नी बहिनी भुन्टीको बुझाइ र भुन्टीको असल भविष्यको कामना पनि गर्दछन् र जसले गर्दा उनले आफू एउटा असल दाइ भएको महसुस पनि गर्छन् र उनले भद्रसँग खुसी हुँदै भन्दछन् कि अब साँच्चीकै एउटा जिन्दगीमा दुई भएर जानु हुने भयो, यहाँकी मेरो बहिनीलाई पढाउनु मात्र नभएर मेरो बहिनीको जिन्दगीलाई सम्हाल्नु पनि तपाईँको कर्तव्य बन्नेछ। तपाईँ अहिले टिचरको रूपमा आउनु भएको छ, जसरी भुन्टी यहाँकी आफ्नी बहिनीकी गुरुआमा यहाँकी म्याडमले तपाईँलाई बोलाइनु भएको छ र त्यसै गरी तपाईँ पनि एउटा जिन्दगीमा भुन्टीको श्रीमतीको श्रीमान बन्नुहुनेछ र जसले तपाईँको भूमिकालाई अझ फराकिलो बनाउनेछ र हाम्रो सम्बन्ध निकै प्रगाढ बन्नेछ भनेर टोकलेले भद्रलाई त्यसरी बुझाउँछन्। यहाँकी एकअर्कामा खुसी साटासाट गर्छन्। साँच्चीकै भुन्टी र भद्रको विवाह हुन जरुरी छ दर्शकले। भुन्टी सिरियल यो काल्पनिक कथा मात्र हो र सोको केही हाम्रो बुझाइ र हाम्रो हेरेको अनुभव मात्र यहाँहरूमा प्रस्तुत गरिएको हो। आशा गौतम र सुकमाया टिभीद्वारा निर्देशन, निर्माण र प्रसारित हुने यो सिरियल निकै रोचक छ। यो सिरियलसँगै हाम्रो च्यानललाई पनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब अवश्य पनि गर्नुहोला। हस्, धन्यवाद, नमस्कार।